हाम्रो भेनाले चाहिँ फिल्म खेल्दै हुनुहुन्छ तपाईहरुलाई थाहा छ कि नै भेनाको के रे गाँठै फुस्किहाल्दो रहेछ सालीको छेउमा बसेपछि सर कोही आउँदैछ माथिबाट भेना साली हामी भनेको मुखले मात्रै बोल्ने हो के हैन चाकले कहिले बोल्दैनौं हाम्रो डाइरेक्टर सर कस्तो हुन्छ कसरी बोक्छ यो मोबाइल बोक्नु त कसरी बोक्छ यस्तरीको के ब्लग बनाउने गाइज हामी भेना साली यहाँनिर सबैले धेरैले नराम्रा कमेन्ट गरे अनि भेना साली हुँदा चाहिँ के को हामीलाई के दोष हैन भेना साली हुँदा तिमीलाई के को ख्यास त्यही त अनि ख्यास पुतली भेना साली हुनु पनि यहाँ लेखेर आउनु पर्छ पता नि हैन अनि त्यही भएर गाली नगर्दिनु होला भन्दिनु न भेनाको साली कसको भेनाको कसैले पनि गाली नगर्नुस् नत्र मैले चढेका आउँछु फेरि है जिस्किने हाँस्ने रमाउने नाच्ने उमेरै यही हो उमेर सकेपछि के दाँत खसेपछि चपाउनु चौरी परेपछि जिस्किनु हिँड्न नसकेपछि अनि के गर्नु ब्लग बनाउनु हैन र साली त्यही भएर हजुर धेरै नराम्रो कमेन्ट नगर्नु होला अब गर्नुहुन्छ भने पनि तपाईकै मुख कालो तपाई नै मान्छे कालो तपाईको सबै कुरा कालो त्यही त भेना साली हामी भनेको मुखले मात्रै बोल्ने हो के हैन चाकले कहिले बोल्दैनौं बुझ्नुभयो यस त्यो मुखले नबोल्ने अनि चाकले मात्रै बोल्ने हामी त्यस्तो हैन हैन ल शालीको ब्लगमा आउन पाइयो साह्रै खुसी च्यादर लैजाऊ कसैले देऊ गाइस हामी चाहिँ मोमो खाजा खाँदैछौँ हातले त्यो पनि त्यो दाल नखाने र सर कोही आउँदैछ माथिबाट ओ वाउ वाउ कस्तो रहेछ मोमो जस्तो सक्दिनु होला क्या म खाँदैन क्या मामा मेरो भाकै उता भाइले दिन्छ यो खान्न त म नखाने हजुर खानुस् थ्याङ्क यू हाम्रो भेना मोमो खाँदै हुनुहुन्छ जना भेना म पनि जङ्क फुड त खादिनँ कि तर यस्तो रहेछ क्या भोग भन्दा नि भोजन मिठो हुँदो रहेछ ए सरी भोजन भन्दा भोग के हो खुसी के हो सालीको छेउमा बसेर भेनाको साह्रै टट्टायो भेनाको के रे गाँठै फुस्किहाल्दो रहेछ सालीको छेउमा बसेपछि दाँतमा अड्क्यो तपाईको नि गरौँ हाम्रो डाइरेक्टर सर नमस्ते डाइरेक्टर सर नमस्कार भन्नुहोस् के छ हाम्रो फिल्म बारु बन्दैछ हैन हजुर अनि कहिले सकिने हो अब बारु चाहिँ 1 महिना भित्रमा चाहिँ सकिन्छ कि अब यहाँ चाहिँ सुटिङ सकेर 10 दिनमा यहाँ सुटिङ गएर काठमाडौँ गएर फेरि 10 दिन जति सुटिङ गरिन्छ अनि त्यसपछि चाहिँ फेरि डबिङ एडिटिङ कलर करेक्सन हैन ब्याकग्राउन्ड म्युजिक बिजिएमहरु खोली सबै सकेपछि लगभग 1.5 महिना भित्रमा हाम्रो हलमा चाहिँ तपाईको असारमा चाहिँ आउँछ 100% हैन तर तपाईले चाहिँ अब गीतहरु टिजरहरु चाहिँ लगभग 1 महिनापछि हेर्न सक्नुहुनेछ वेटिङ फर बारु अनि मिस नगर्नु होला तपाईको टिकटक भाइरल हाम्रो कृषा राणाज्यू चाहिँ यसमा चाहिँ सेकेन्ड हिरोइनको रोल गर्दै हुनुहुन्छ हैन जो लिड हिरोइनको बहिनीको क्यारेक्टर हो उहाँको एकदमै राम्रो अभिनय छ हैन अनि यस्तो अब बारु मुभी चाहिँ तपाईले एक्स्ट्रा फरक देख्न पाउनुहुनेछ हाम्रो कल्चरलमा है लोकेसनदेखि लिएर हरेक चिजहरु फरक छ धैर्य गर्नु होला र कृषाजीको युट्युब च्यानल हो लाई सब्स्क्राइब गरेर फलो बटन दबाएर अनि लाइक कमेन्ट सब्स्क्राइब गरेर साथीहरुलाई पनि शेयर गरिदिनु होला अनि बारु मुभीलाई माया गरिदिनु होला थ्यांक यू सो मच झोरले जिलो स्मिङ पाउ के छ भाइ ठीक छ यल त लाउनु है देख्दैन नि फेरि
के भन्छ हिरो भनेर उयो गर्ने हो र पब्लिक नगरौँ होला के छ भाइ हाम्रो भाइ चाहिँ के भन्छ अरे फिल्म बारुको लागि क्यानाडाबाट है क्यानाडाबाट आएको नेपाल त्यस्तो आएको नि थिएन होला है उतै होला है बस्ने नो म त एभ्री इयर आइरहेको छु एभ्री इयर अहिले चाहिँ फिल्म बारुको लागि क्यानाडाबाट आएको छ आउनु दिदी यहाँ सिकाएको आउनु न यहाँ एक फेरा देखाइदिनु न अब अगाडि देखाइदिउ त म सिकाएको कसरी ए यस्तरी यस्तरी वाउ देखियो हेलो भनिदिनु दिदी दिदी चतर चतर भेना हजुर चतर वाउ I love you people वेटिङ बारु फिल्म बारुको उसाइ काले हिरो गोरी हिरोइन टाइप्स अनि म चाहिँ I'm directing this film as well and I'm composing the lyrics of the song, so let's hope for the best. So I really love your audience. They are just so sweet, nice, and we hope like they will come and watch our movie because they are doing a fantastic job and I'm working hard as well, and that's Shalik. Okay. हजुर साच्चै हजुर चाहिँ को Chatter. Bye bye. Chatter. म पनि सिक्नु पर्यो त्यही छ भनेको यो एक सेट तपाईको रुममा छ हैन हात देख्न सक्छ अलि साइडमा राख्नुपर्छ यस्तो मेरो त्यही छ सबै ल ठीक छ म हाम्रो उसलाई फोन गरेर बोलाउँछु ल हाम्रो फिल्म बारुको डिरेक्टर के भन्ने दाइ एसिस्टेन्ट डिरेक्टर उहाँहरूले चाहिँ हामीलाई गाली गर्नुहुन्छ मैले कहिले गाली गर्छु सिकाउनुहुन्छ एकदम खतरा हुनुहुन्छ हाम्रो दाइ ह्यान्डसम पनि हुनुहुन्छ ह्यान्डसम चाहिँ होइन हुनुहुन्छ अनि यता डोना भेना हजुर नमस्कार भेना हजुर के भन्छ अरे अनि हाम्रो भेनाले चाहिँ फिल्म खेल्दै हुनुहुन्छ तपाईँहरूलाई थाहा छ कि नै फिल्म चलचित्र बारु आउँदैछ सबैजना रेडी भएर बस्नु होला बारु हेर्नुको लागि हजुर के असार कि साउनमा आउँछ असार साउन है सकेसम्म असार साउनमा रिलिज गर्ने भनेको बारु मुभी आयो भने चाहिँ सबैजनाले हेरेर साथ दिनु होला त्यसमा सालीको पनि डान्स बबाल छ हामी चाहिँ भेनाको झिङा धपाउँदै हिँड्नेमा खेलेको छु मेरो कुहिएको छ र नाइ भेनाको अब यस्तो राम्रो भेनालाई अनि झिङाले खेद्यो झिङा तले तपाईँलाई पनि पछ्याउँछ नि त अब सबैले पछ्याउँछ झिङाले पनि पछ्याउन सक्छ नि त त्यो भएर हामी चाहिँ भेनाको झिङा धपाउने अनि यसो भेनालाई छाता ओढाउने यस्तो ह्यान्डसम हिरो भेनालाई होइन सबैजना एक्सर्साइज हुनुहुन्छ होला म पनि एक्सर्साइज छु ठुलो पर्दामा देखिने भेनालाई हेर्ने त्यही भएर सबैजना वेट यस्तो भनिरहँदाखेरि आफूलाई नि हेरोस् भन्नु खोजेको के त्यहाँ आएर म बुझ्छु नि अझै भए पनि म अनि भेनासँग छु नि त पछाडि भए पनि यसो अब हलमा देख्दाखेरि त बियोस हुन्छ होला कृषाले आफैले ला त्यस्तो हुन्छ र लाजले भुत्तुकै हुने हो ए लजाउने भयो नि म ला आफ्नो पाटो लाउँदा हैन ल भनिदिनु न त हैन एकदमै दुःख गरिरहेछ अब हाँसो मजाक भनेको जीवनमा के भन्थे यार अब हाँसो मजाक गरिन्छ भरे फेरि एकान्तमा रुनु छँदैछ त्यही भएर अब बाँचुन्जेल भेटुन्जेल कि त घरबाट म ननिस्किने निस्केपछि साह्रै रमाइलो गर्न मनपर्छ एक बारको जीवन हो मरे माटो मुनि हो हैन त्यही भएर हाँस्ने यस्तै छ मेरो गरिब मान्छे अब सोझो गाउँले मान्छे कि त्यस्तै सोचहरू भेनाले जे बोल्नु भयो भने तर मैले फिल गरेको अनुसार भेना मनको राम्रो हुनुहुन्छ अनि जे बोले पनि त्यस्तो अब रियलमा चाहिँ त्यस्तो लाइक फटा जस्तो हुनुहुन्न है एकदम क्यामेरा अन भएपछि चाहिँ अनि भेना अनि यस्तो बुझ्नु भयो नि क्यामेरा अन हुँदा मात्रै हो यस्तो भेना नत्र भने हाम्रो भेना एकदम धेरै तारिफ नगर फेरि इमानदारी हुन्छ काकाको के फुल्लिन्छ ल नफुलाउनु त्यही हो
बारु डोना भेनाको फिल्म बारु आउँदैछ सबैजना हाम्रो भन हेर्न नभुल्नु होला हाम्रो बारु मुभी आउँदैछ हेर्न नबिर्सिनु होला सबै तिमी हिरोइन भनेर झुकिरहेछ अरे के सबैले त पहिलेदेखि त्यस्तै भने अब अर्को डिरेक्टरले चाहिँ ल्याउँछ होला हामीलाई कुनै डिरेक्टरले हेऱ्यो भने भेना सालीलाई खेलाउँछ जस्तो छ ल है ठीक छ के हो तर तिमीलाई लिनै सक्दैन पैसा डिमान्ड हाई रहेछ तिम्रो हिरोइन नि मलाई पनि एकदम हाई हो नि त्यस्तो इलिलीमा के खेल्ने हैन तिमी त धेरै नै लिने के भन्दा नि अनि म त हाय मैले यो पुरै होल मुभीको 50,000 मा साइन हानेको सालीले त 5 लाख साली महँगो छ त्यही भएर हजुर महँगो इफ के भन्छ कसैले दिन सकिहाल्यो भने हामी खेलाउँला नि हैन ए हास खेल्ने हो नि त्यो त अफर आयो भने खेल्ने नि सालीलाई 10 दिनु पर्यो मलाई 1 भयो नि हुन्छ ओ वाउ यस्तो हुनुपर्छ भेनाको साडो पनि म अहिले ठीक छ भेनाले अब गरी खाओस् सालीले भन्यो भने ल है ल सबैजना वेटिङ गर्नु होला 74